3 lakhs students are getting passed every year. How many seats are there for engineering students? Actually 50% भन्दा बढी स्टुडेन्ट एटलिस्ट 1.5 लाख स्टुडेन्टले सोच्छन् कि म इन्जिनियरिङ पढ्छु, तर उनीहरूले आइओईमा दिन्छन् एक्जाम, इन्ट्रान्स एक्जाम, कतिजना स्टुडेन्टको नाम आउँछ कि अब जुन फागुन 21 गते जुन भोट हुनेवाला छ त्यो भोटमा को लड्ने त? हामीले अब सतर्कता अपनाउनु पर्छ। के को लागि कि हामीले जुन चेन्ज गरेका छौं, जुन 75 जना 76 जना स्टुडेन्टहरूले जुन जान गुमाएको छ त्यसलाई खेर जान दिनु पर्दैन के हामीलाई। अब आउने जुन नेताहरू छ त्यो हामी हेरेर भोट नदिने हो के, हाम्रो नहेर्ने हो, राम्रो हेरेर हामीले भोट दिने हो। र जुन आउने नेताहरू छ मेरो विचारमा कम्प्लिटली पुरै चेन्ज हुनुपर्छ। नमस्ते नमस्कार, तपाईहरुलाई पुनः स्वागत गर्दैछौं हाम्रो युट्युब च्यानल जया कोड हबमा। धेरै दिन पश्चात पुनः तपाईहरुको समक्ष उपस्थित भइसकेको छु र आजको जुन टपिक रहेको छ त्यो चाहिँ हाम्रो कन्ट्री नेपालको बारेमा, करेन्ट सिचुएसन। त्यसपछि हामी चाहिँ यो भिडियोमा कुरा गर्नेछौं कि त्यहाँको कलेजहरू र त्यहाँको एजुकेसन सिस्टम कस्तो छ र इन्डियाको एजुकेसन सिस्टम र फरेनको एजुकेसन सिस्टमहरू कस्तो छ र कस्तो गभर्नमेन्ट अनस्टेबल भएको कारणले स्टुडेन्टहरूलाई जुन कन्डिसन छ, क्रिटिकल कन्डिसन, अनइम्प्लोयमेन्ट, जब नभएको मान्छेहरूलाई कस्तो प्रब्लमहरू फेस गर्नु परिरहेछ र रेसियो के छ पास स्टुडेन्टको र कति स्टुडेन्टले त्यसमा एडमिसन लिइरहेछ, त्यो कुराको बारेमा हामी चाहिँ पूर्ण रूपमा पुरै डिटेलमा आज कुरा गर्नेछौं। त्यसको लागि सबभन्दा पहिला तपाईहरुलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु कि भिडियोलाई नस्किप गरिकन पुरा भिडियोलाई हेर्दिनु होला र च्यानलमा नयाँ हुन्छ भने सबैभन्दा पहिला हाम्रो जया कोड हब च्यानललाई सब्स्क्राइब गरेर हामीलाई सपोर्ट गर्नु होला र त्यसको साथसाथमै बेल आइकनलाई दबाएर अल नोटिफिकेसनमा क्लिक गर्नु होला। विदाउट एनी डिले आई लाइक टु स्टार्ट दिस भिडियो। लेट्स कम विथ द सिनेमेटिक इन्ट्रो। सुरुमा आज चाहिँ हामीहरू कुरा गर्नेछौं कि हाम्रो अहिले कन्ट्री नेपालको सिचुएसन कस्तो छ त। हामीले अन्तरिम सरकार पाइसक्यौं, सुशीला कार्कीजी कस्तो छ त, उहाँले गरेको कामहरू के गरिरहेछ त उहाँहरूले, त्यो कुरामा चाहिँ हामीहरूले विचार गर्छौं। सबभन्दा पहिला हामीले एउटा यस्तो देश बनेका छौं जुन देशमा 24 घण्टामै पुरै राजनीतिक चेन्ज भएको छ र हामीले 24 घण्टाको भित्रमै हामीले एउटा अन्तरिम सरकार पनि बनाउन सफल भएको छौं। त्यस्तो देश हामी, त्यति पावर हामीहरूको जेनजीहरूमा छ। त्यो एउटा वर्ल्ड वाइड न्यूज नै बन्न पुगेको छ। आजको दिनमा हाम्रो नेपाल एउटा यति सुन्दर र विशाल देश हो र त्यो देशलाई पनि धेरै यस्तो कन्ट्रीहरू छ जुन कन्ट्रीले टेरोरिस्ट भनेर त्यसलाई भिसाहरू रिजेक्ट गरिरहेका छन्। त्यो कुरामा पनि हामीले एउटा विचार गर्नुपर्छ, त्यो हाम्रो सरकारलाई विचार गर्नुपर्ने हुन्छ। यो एउटा कन्डिसन छ जुन कन्डिसन धेरै वर्स्ट लागिरहेछ अहिलेको देशमा। के हाम्रो देश अहिले स्टेबल छ त? तपाईहरु कमेन्ट गरेर बताउनु होला। एक्चुअली मेरो विचारमा अहिले चाहिँ हाम्रो कन्ट्री स्टेबल छैन। हामीले सुशीला कार्कीलाई रोजेर पनि हाम्रो कन्ट्रीलाई स्टेबल चलाउन सकिरहेको छैन। स्टेबलमा छैन हाम्रो कन्ट्री। धेरैजनाको पत्रकारहरूको, धेरैजना पत्रकार साथीहरूको, धेरैजना सोशल मिडियामा र धेरै जनता नेताहरूको कहनाम यो पनि छ कि हाम्रो देशले सरकार चाहिएको छैन। हाम्रो देश एनजिओ र फरेन देशका मिनिस्टरहरूले आएर चलाइरहेछ। त्यस्तो पनि कुरा हामीहरूले मिडियाबाट सुन्न सकिरहेको छ र हामीलाई यो पनि कुरा ध्यान दिनुपर्छ कि हाम्रो कन्ट्रीको स्टेबिलिटी जुन छ त्यो अहिले चाहिँ धेरै कमजोर छ। हाम्रो कन्ट्रीमा अहिले सुशीला कार्कीज्यूले, मलाई एउटा कुरा थाहा लाग्दैन के, जब मान्छे त्यो पोस्टमा पुग्छ खै के हुन्छ के मान्छेलाई। उहाँ पनि एउटा, म तपाईले यो क्लिप चलाइरहेको छु, तपाई हेर्नु होला यो क्लिपमा। प्रधानमन्त्रीज्यू, मन्त्री परिषद कहिलेसम्म विस्तार हुन्छ? जब मिडियाहरूले जब पुग्नु भयो उहाँसँग केही कुरा सोध्दा हेर्नु कसरी रिप्लाई गर्नुहुन्छ के। त्यो प्रधानमन्त्री बन्नु पनि यति इजी छैन के। अब हाम्रो सुशीला कार्कीज्यू सबले भन्छन् के आमा हो, हाम्रो माता हो, माताले देशको लागि गर्नुपर्छ, वास्तवमा देशको लागि गर्नुपर्छ के। तर यो अन्तरिम सरकारले म यति कुरा भन्न सक्छु ठोकेर केही गर्न सक्नु हुँदैन के, पोसिबल नै छैन। अब हामीहरूले ल स्टुडेन्टसँग कन्ट्याक्ट गर्दा पनि यो कुरा हामीले बुझिरहेका छौं कि जुन चाहिँ यो डिजल्भ भएको छ नि त्यो कुनै प्रोपर वेमा डिजल्भ भएको छैन के। हाउस अफ रिप्रेजेन्टेटिभहरूलाई, संसदहरू। र अर्को कुरा चाहिँ हामीहरूले विचार गर्नुपर्ने के छ कि ठिक छ जे भयो सबै कुरा भयो, अब प्रब्लम कहाँ आइरहेछ कि अब जुन फागुन 21 गते जुन भोट हुनेवाला छ त्यो भोटमा को लड्ने त?
हामीले अब सतर्कता अपनाउनु पर्छ। के को लागि कि हामीले जुन चेन्ज गरेका छौँ, जुन 75 जना 76 जना स्टुडेन्टहरूले जुन जान गुमाएको छ त्यसलाई खेर जान दिनु पर्दैन के हामीलाई। अब आउने जुन नेताहरू छ त्यो हामी हेरेर भोट नदिने हो के, हाम्रो नहेर्ने हो, राम्रो हेरेर हामीले भोट दिने हो। र जुन आउने नेताहरू छ मेरो विचारमा कम्प्लिटली पुरै चेन्ज हुनुपर्छ। फेरि त्यो 3वटा बाहरू आउनु पर्दैन। त्यो कुरामा हामीहरूलाई सबभन्दा बढी ध्यान दिनुपर्ने हुन्छ। र हामीले सुशीला कार्कीज्यूलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ, किनभने उहाँले एउटा राइट टाइममा आउनुभयो, एउटा एटलिस्ट एउटा पिलर बनेर उठ्नुभयो के। धेरैजनाले अर्को पनि कुरा छ, धेरैजनाले हाम्रो हर्क सम्पानज्यूलाई पनि स्टाटस लेख्छ के यो छ त्यो छ, तर म भन्न चाहन्छु कि उहाँ धेरै जेन्युन मान्छे हो, धेरै राम्रो मान्छे हो। तपाईले मात्र त्यो स्टाटसले जज गर्न सक्नुहुन्न के, त्यसकोमा छ, उहाँमा हुनुहुन्छ त्यति पावर, त्यो भएर उहाँ लेख्नुहुन्छ, त्यो खराब होइन। बालेन शाहको लागि मलाई केही भन्नु पर्दैन, उहाँ पनि राम्रो हुनुहुन्छ, तर स्टाटसमा मात्रै हुनु पर्दैन के, केही गर्नु छ भने उहाँलाई आएर हुनुपर्छ, त्यो गर्नुपर्छ, अनि मात्रै हो कि। यो कुरा छ जुन म सबजनासँग एउटा रिक्वेस्ट गर्न चाहन्छु कि अहिले नेपालको सिचुएसन चाहिँ धेरै खराब छ। तपाईहरु प्लिज जुन त्यो बार हुनुहुन्छ हाम्रो, उहाँहरूलाई पनि म रिक्वेस्ट गर्न चाहन्छु, प्लिज हाम्रो देश अरु देशको कब्जामा जानु पर्दैन के। आईएनजीओ र एनजीओले, म एउटा लिस्ट तपाईलाई हेराउँछु, आईएनजीओ र एनजीओले चलाएको कन्ट्रीहरू कति वर्स्ट छ, त्यो हुनु पर्दैन। हामीहरूलाई एउटा डेमोक्रेटिक कन्ट्री छ, त्यसलाई डेमोक्रेटिकलाई रहनुपर्छ र त्यसमा करप्सन नगर्ने नेताहरूलाई जिताउनुपर्छ यो पालिको भोटमा। र हाम्रो देश कम्प्लिटली मलाई विश्वास छ कि आउँदो दिनमा राम्रो बन्नेछ, धेरै राम्रो बन्नेछ। यो एउटा चाहिँ हाम्रो धेरै क्रिटिकल कन्डिसन छ, अहिले हाम्रो कन्ट्री स्टेबल छैन। अर्को कुरा हामीहरूलाई गर्नुपर्ने छ के को बारेमा त हामीले कुरा गर्छौं कि हाम्रो स्टुडेन्टहरूको सिचुएसन के छ त नेपालमा। हामीहरूले सबभन्दा पहिला हाम्रो देशमा 3 वर्गको मान्छेहरू छन्, सबभन्दा कम, लोअर क्लास, मिडल क्लास एन्ड हायर क्लास। यो हामीले यसलाई क्याटेगोरीमा छाटेको होइन, यो आफैले अनुभव भएको हो के यस्तो। र त्यसमा पनि हामीले हेर्न सक्छौं जो लोअर क्लासको मान्छेहरू छ, लोअर स्ट्यान्डर्डको मान्छेहरू, उहाँले एउटा खाना पनि एफोर्ड गर्न सक्नुहुन्न के। जब खाना एफोर्ड गर्न सक्नुहुन्न त्यसमा पनि हाम्रो सरकारले त्यसमा पनि करप्सन गर्छ। मतलब बुझ्नुहुन्छ तपाई, जसलाई खानको लागि छैन, जसलाई खानको लागि पनि आइरहेको छ त्यो कुरालाई पनि करप्सन गर्ने, त्यसमा पनि करप्सन गर्ने देश हाम्रो नेपाल हो के। यो सबभन्दा बढी क्रिटिकल कन्डिसन मलाई लाग्छ। अर्को कुरा मिडल क्लास फ्यामिली हो र अर्को हाई क्लास फ्यामिली हो। लोअर क्लास फ्यामिलीको मान्छेले एउटा राम्रो एजुकेसन पनि पाउन सकिरहेको छैन अहिले। दिस इज द प्रब्लम। म एउटा तपाईलाई बेस्ट इक्जाम्पल दिन्छु। हामीले हरेक वर्ष 10 क्लासमा लगभग 4 लाखदेखि 5 लाख स्टुडेन्टले इक्जाम दिन्छन्। एटलिस्ट 3 लाख स्टुडेन्टदेखि 2.5 3 लाख स्टुडेन्ट इक्जाममा पास हुन्छन् क्लास 10 मा। र धेरै स्टुडेन्ट छ जो 11-12 मा जान्छन्। धेरै स्टुडेन्ट यस्तो छ आधीभन्दा बढी स्टुडेन्ट त उनीहरू डिप्लोमामा गइरहेको छ। डिप्लोमामा गएर डिप्लोमा पढेर उनीहरू के गर्छन् त? क्वेशन मार्क्स यहाँ छ। जब जो मान्छे स्टुडेन्ट डिप्लोमा पढ्नु भनेको नराम्रो मैले भनेको होइन, राम्रो हो। किन गइरहेछ? कारण यो छ कि स्टुडेन्टले यो सोचिरहेछ कि म डिप्लोमा पढ्यो भने म एउटा फ्यामिलीलाई राम्रोसँग खुवाउन सक्छु, म आफ्नो फ्यामिलीलाई राम्रोसँग राख्न सक्छु, म छिटोभन्दा छिटो म एउटा जब लिन सक्छु। तर खै त्यो जब पनि त छैन नि हाम्रो कन्ट्रीमा। यो मात्रै म 10 क्लास पछिको म कुरा गरेको छैन। तपाई जब पढेर निस्किनुहुन्छ त्यसपछि तपाईलाई काम गर्ने ठाउँ मिल्दैन। कारण यहाँ छ। तपाई डिप्लोमामा पैसा खर्च गर्नुभयो, पढ्नुभयो, त्यो पनि त्यसपछि पनि तपाईलाई सिट छैन, रोजगार छैन, काम गर्न मिल्दैन। हाम्रो देश हो। र अर्को कुरा, जब तपाई +2 पढ्नुहुन्छ त्यसपछि मलाई यो कुरा समझमा आउँदैन कि 3 लाखदेखि 4 लाख स्टुडेन्ट त्यहाँ पनि पास हुन्छन्, त्यसमा पनि मलाई 3 लाख स्टुडेन्ट्स आर गेटिङ पास एभ्री इयर। हाउ मेनी सिट्स आर देयर फर इन्जिनियरिङ स्टुडेन्ट? अच्छा 50% भन्दा बढी स्टुडेन्ट, एटलिस्ट 1.5 लाख स्टुडेन्टले सोच्छन् कि म इन्जिनियरिङ पढ्छु। तर उनीहरूले आईओईमा दिन्छन् इक्जाम, इन्ट्रान्स इक्जाम। कति जना स्टुडेन्टको नाम आउँछ? नाम मात्रै नभनौं, कति नेपाल सरकारले कतिवटा सिट इन्जिनियरिङहरूको लागि प्रोभाइड गरिरहेको छ, यो कुरा हामीले कहिल्यै सोच्दैनौं। अनि नेताहरूले भन्छन् कि हाम्रो सिटिजनलाई म
एजुकेसन दिन्छु, राम्रो एजुकेसन दिन्छु, राम्रो इम्प्लोइमेन्ट बनाउँछु, कसरी? हाउ इज इट पोसिबल? हाउ यु क्यान से दिस? 3 lakhs students are getting passed every year. How many seats are there for engineering student? This is the big question, big crisis. Okay, हामीले मानौ सपोज 3 लाख स्टुडेन्ट यो पालि पास गर्यो, ठीक छ? +2 मा यो पालि 3 लाख स्टुडेन्टले पास गरेछ। सपोज 3 लाख स्टुडेन्टमा एटलिस्ट मलाई लाग्छ 1 लाख स्टुडेन्टको एम के हुन्छ कि म इन्जिनियर बनूँ। बाँकी धेरैजना स्टुडेन्टको एम हुन्छ कि म मेडिकलमा जाऊँ, म फरेनमा जाऊँ, हो कि होइन? कारण के छ कि हाम्रो कन्ट्रीमा इन्जिनियरिङ कलेज नै छैन। 1 लाख स्टुडेन्ट जब सोचिरहेछ त्यो सोच मात्रै हो, फेरि त्यो रियालिटी हुन पुग्दैन, सोचेर पनि पुग्दैन। कारण के छ कि नेपालमा टोटल आई थिंक 55वटा कलेजवाला इन्जिनियरिङ कलेज पुरै, त्यो पनि यो टियुसँग, पियुसँग, केयुसँग, योहरूसँग एफिलिएटेड कलेज सबै मिलाएर म कुरा गर्दैछु। युनिभर्सिटीहरूको पुरै कलेजको म कुरा गर्दैछु। 50 देखि 55वटा कलेजहरू होला। त्यो कलेज टोटल पनि तपाईँ एड गर्नुहुन्छ भने 10,000 पनि सिट छैन। सपोज त्यहाँ 1 लाख स्टुडेन्ट छ भने बाँकीको स्टुडेन्ट कहाँ जान्छ?